फेरि पनि म एउटा फिडब्याक लिएर आएको छु हाम्रो रुद्राक्ष एक्युप्रेसर थेरापी क्याम्पको यहाँ गोरुबथानमा र हाम्रोसँग एकजना लाभार्थी हुनुहुन्छ र उहाँको शुभ नाम र उहाँलाई कस्तो भयो त्यो हजुर भनिदिनुहोस्। मेरो शुभ नाम चाहिँ लक्ष्मी पौडेल हो। हजुर। मेरो चाहिँ कम्मरको समस्या थियो, एक हप्ता जस्तो हुनु गइरहेको थियो। हजुर। मलाई हिजोको फर्स्ट उयो लाउँदैखेरि रुद्राक्ष लाउँदैदेखि नै मलाई आफ्टरनुनदेखि चाहिँ निकै आराम भयो। हजुर। अहिले त मेरो त्यो पेनहरू छैन, एकदमै पेन छैन है। हजुर कतिवटा सिटिङ भयो? हिजो 2 सिटिङ भयो, फोर्थ भयो है। र फोर्थमा एकदमै हजुरलाई राम्रो भएछ कम्मरको दर्द है। र तपाईको हैन धेरैजनाले भनेको मैले सुनिसकेँ हैन। हजुर। मलाई त स्वयं नै भयो, प्लस थुप्रैजनाले भन्यो कम्मरको चाहिँ थुप्रैजनाको जाति भइसकेको छ। एकदमै राम्रो लाग्यो। तपाईलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच। र तपाईको सुस्वास्थ्यको कामना गर्दै 11 तारिकसम्म आउनुहोस्। हजुरले अरूलाई पनि भनिदिनुहोस् कि यो एउटा ठुलो है यहाँ हाम्रो गोरुबथानमा वुमेन्स अर्गनाइजेसनको द्वारा यो तपाईलाई यहाँ प्रस्तुत गरेको छ र यसको भरपुर लाभ उठाउनु भनेर हजुरलाई म यो भन्दछु। र धेरै धेरै धन्यवाद हजुरले अमूल्य समय हामीलाई दिनुभएकोमा। नमस्ते।